अब मेरो लाइफ त ड्यामेज भइसक्यो। अब पहिले जस्तो म काम गर्न सक्छु सक्दिनँ र मेरो हातले काम गर्छ गर्दैन। मर्न तयार छु यो देशको लागि, युद्ध छेडेर छोड्छु कि हामी। म एउटा शहीद हुन तयार छु कि हामी मर्न तयार छौँ। यस्तो चोर त केही होइन। टिनकुनेको घरमा मैले नै आगो लगाएको हुँ भनेर स्वीकार गरेका छन् तारा राजावादी भनेर चिनिने सरोज गौतमले। यस घटनामा दुर्गा प्रसाई, सन्तोष राजावादी र रविन्द्र मिश्रले आफूलाई उक्साएको उनले बयान दिएका छन्। उक्त घरमा आगलागी भएपछि पत्रकार सुरेश रौजकको मृत्यु भएको थियो। त्यस दिन दुर्गा प्रसाईहरूले संसद कब्जा गर्न समेत उक्साएको बयान दिएका छन्। उनले पत्रकार रौजकको मृत्युमा आफू जिम्मेवार रहेको स्वीकार गरेका छन्।